विपक्ष सांसदहरूको मुख टालिने गरी दिनुभयो त उहाँ दिदीले। पहिला यो भिडियो हेरौँ। वितरण राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र जिम्मा हो। चरालाई चारा बाँडे चाहिँ आज अलिकति भोलि अलिकति भन्ने यो सुरुवात कसले गरेको? तपाईहरु बस्नुहुन्छ सरकारलाई सही विषय हो भने हामी सहयोग गर्छौं है, हामी सरकारको साथमा उभिन्छौं है भनेर भन्नुहुन्छ। तर साँच्चै नै तपाईहरुले बोलेका कुराहरू व्यवहारमा लागू भएका छन् त? स्थानीय तहमा कसको सरकार छ, वार्ड कसको छ, नगर कसको छ, प्रदेश कसको छ? यसमा किन चाहिँ सहयोग भइराखेको छैन? कि यो सधैँ एजेन्डा बनाएर बारम्बार नागरिकलाई चाहिँ भ्रममा राख्ने अनि अर्को चुनावको लागि पनि यसलाई एजेन्डा बनाउने अथवा स्थानीय निर्वाचन नजिक आउँदैछ भन्ने विषय महत्त्वमा हामीले लिएको हो कि? धेरै कुराहरू यहाँ आइ नै सकेका छन्। धेरै माननीय ज्यूहरूले छलफलमा आफ्नो धारणाहरू राखिन सक्नु भएको छ। तर म सुरुवात कहाँबाट गर्न चाहन्छु भने सामान्य सभामुख महोदय, कि सुकुम्बासी समस्या र लाल पूर्जा वितरण राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र जिम्मा हो कि यसलाई चाहिँ धेरै हामी यही भित्र रहेका राजनीतिक दलहरूले बारम्बार चुनावको एजेन्डा बनाएर अगाडि लिएर आएको होइन र? चरालाई चारा बाँडे चाहिँ आज अलिकति भोलि अलिकति भन्ने यो सुरुवात कसले गरेको? सुकुम्बासी समस्या कुनै राजनीतिक दलबाट समाधान हुने भन्दा नि सरकारले स्वतः आफ्नो निकायबाट समाधान हुने विषय हो। तर त्यसको लागि त राइट इन्टेन्सन चाहिँदो रहेछ। त्यसको लागि त नितान्त नागरिकलाई म सेवा दिन्छु, उसको समस्याको सावधान गर्छु भन्ने सोच चाहिँदो रहेछ। जसमा आज सरकार गठन भएको 3 महिना 4 महिनामा नै माननीय मन्त्री प्रतिभा रावलले 4वटा जिल्लामा सुकुम्बासीको समस्या हल गर्दै लाल पूर्जा वितरणको काम अगाडि बढाउनु भएको छ। म त्यसको लागि मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। पहिला पटक पटक विभिन्न आयोग गठन हुने, आफू निकट व्यक्तिहरू ती आयोगमा नियुक्ति हुने, तर अहिले सरकारले नयाँ राजनीतिक संरचना नहुने गरी जिल्ला सरकारी निकाय मार्फत अगाडि बढाएको छ। मलाई लाग्छ म आफै आफ्नो निर्वाचन क्षेत्र जिल्ला भूगोलमा घुम्दै गर्दाखेरि पनि धेरै व्यक्तिहरूको समस्या नै यही छ, लाल पूर्जा हामी कहिले पाउँछौँ, हामीलाई केही पनि चाहिँदैन भनेर यो कुराहरू बारम्बार गर्दै जाँदा वार्डमा, नगरमा, सिडिओ कार्यालय चारैतिर बुझ्दै जाँदा यो स्थानीय तहबाट नै सहयोग नआएको हो कि भन्ने पनि मलाई भावहरू आइरहेको छ। हामी सदनमा बस्छौँ, हामी जस्ता भर्खरका युवा तपाईहरुलाई देखेर राजनीतिमा आउने इच्छा जाहेर गरेका युवाहरूले तपाईहरुलाई हेर्छौं, तपाईहरुलाई देखेर तपाईहरुकै आदर्श फलो गरेर यहाँसम्म आइपुगेका छौं। उहाँ दिदीको भनाइ तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गरेर सबैको सम्पूर्णको लागि एक सेयर गर्नुहोस् है। नबिर्सनु होला है त।